अघि नै भेट्टाएको होइन अनि कुन बेला खोलौँ भनेर कसलाई भनौँ भनेर अनि यसलाई आमालाई बोलाएर आइज भनेर भने अनि तपाईँ र म मिलेर अब के कुरा के गर्ने खोल्ने कि नखोल्ने भनेर सल्लाह गरौँ भनेर बोला खोल्ने यत्रो छ अन्त है गरुको म जान्दिनँ बाबु मलाई थाहा छैन हो खोल्दाखेरिमा चोरेर ल्याएको तैँले भन्छ तँलाई समातो पक्रिएर लौ भने गर्ने के हो र के गर्दैन होला म त खोलिदिन्छु ल म त खोलिदिन्छु सो गाइज यसभित्र चाहिँ मेरो लागि चाहिँ एकदमै धेरै अमूल्य चिज रहेको छ यसलाई पाउनको लागि चाहिँ मैले यति धेरै मेहनत र यति धेरै परिश्रम र यति धेरै हार्डवर्क र यति धेरै गरेको छु भन्ने मलाई मात्र थाहा छ सो अनबक्सिङ गरेँ ल गाइज के होला यसभित्र नखोल्ने हो कि खोइ के थाहा मलाई थाहा छैन हो ल मैले खोल्दिएँ खोलिदिए ल जेसुकै होस् ल किन खोलौँ मलाई चाहिँ थाहा छैन है म चाहिँ जान्दिनँ केही कुन्तले राखेर आउनु भएको होला आउँदा छैन अनि खोज्दै आउँछ होला होइन होला होस् अब होस् खोजे पनि होस् तँलाई पक्रिएर लान्छन् फेरि कसले ल्याउँदा चाहिँ तल बस्नु त अलिक काट्यो टाउको Oh my god गाइज यहाँ के होला त यसभित्र के होला त है यत्रो कागज रहेछ कागज मात्र रहेछ हेर्नु त के हो यो So guys, you can see here. You can see. So guys, you can see. के आयो भनेर यस्तो आएछ है कागज पत्र के होला खै Oh my god guys के हो यो के लेखेको छ ये हाँ पैसाले पनि किनेर नपाउने चीज यसभित्र पैसाले पनि किनेर नपाउने चीज छ रे त्यसो भनिया छ के होला त खोइ गाइज यो पाउनको लागि मैले यति धेरै मेहनत यति धेरै कष्ट यति धेरै हार्ड वर्क गरेको छु कि आई क्यानट एक्सप्लेन गाइज के होला आमा खोल्ने हो खोइ खोलिदिउँ ल अब कसरी खोल्दै चाहिँ थाहा छैन नो आइडिया ओएमजी खोलेर जस्ता तस्तै पारेर राख्दैन हो अनि थाहा पाउँदैनन् है हो त्यस्तै गरिदिन्छु म के रे त के त छाम्नुहोस् न
थाम्नु न मडी 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 So guys, उता हेर्नु न guys. Oh my god. So finally. Keto. Finally, guys. Keto. Finally. Huh? ऐना हेर्नुस् गाइस के होला उचाल्नुस् त गरम था उचाल्नु न एकचोटि अब के छ यहाँ ला के होला guys ल हेर्नुस् you can see here ल्याएको भन्दा पक्रिएर लान्छन् है Bikku Entertainment, congratulations on passing 10 million subscribers on YouTube channel. मैले पाएको रे यो पाएको रे मलाई YouTube ले दिया रे कसले रे YouTube ले तलाई दिया रे हेर्नु त कस्तो लाग्यो मलाई YouTube ले पठाइदिए के कसले मलाई यो हैन मैले भिडियोहरु बनाउँछु नि कति धेरै YouTube मा हो त्यो भिडियोहरु तिमीले धेरै राम्रो बनायो बाबु भनेर पठाइदियो पुरस्कार पठाइदियो अनि यो पाउनको लागि मैले कति धेरै मेहनत गरे हा नि हो कति धेरै मेहनत गरेको थियो अनि बाबु तिमीले धेरै मेहनत गरेका छौ ल लाउ तिमीलाई यो भनेर दिया अब के गर्नु त यो तैले सजाएर राख्ने उ त्यहाँ पहिला पनि दिएको थियो त्यहाँ दुईटा म लिएर आउँछु भन्नु ल हेर्नु त पहिला मैले सबैभन्दा पहिला चाहिँ उयो दिया मलाई है बाबु तिमीले भिडियो बनाउँदै गयौ राम्रोसँग बनाउँदै जाऊ है भनेर यो दिया पहिला यो अनि त्यसपछि बाबु तिमीले भिडियो धेरै राम्रो बनायौ यो पनि तिमीलाई है भनेर दिया दुईवटा अनि त्यसपछि अहिले चाहिँ बाबु तिमीले एकदमै धेरै राम्रो भिडियो बनायौ भनेर दियो चाहिँ अहिले दिया यो चाहिँ हेर्नु त यो चाहिँ के हीरा यो चाँदीको यो सुनको यो हीराको पार्नु ल यो समाउनुस् त होला तपाईलाई नै छोप्छ होला यसले त ल यो समाउनु त ल यो चाँदीको यो सुनको यो चाहिँ हीराको बिक्कु इन्टरटेनमेन्ट यहाँ पछाडिको पनि हेर्न सक्नुहुन्छ तपाईहरुले यो चाहिँ युट्युबले 1 लाख सब्स्क्राइबर्स पुगेपछि दिन्छ अनि यो चाहिँ कति हो 1 मिलियन सब्स्क्राइबर पुगेपछि यो चाहिँ यो दिन्छ अनि त्यसपछि 10 मिलियन कम्प्लिट भएपछि चाहिँ फाइनली यो दिन्छ
गाइज मेरो चाहिँ 10 मिलियन सब्सक्राइबर चाहिँ मेरो त्यही 1 वर्ष भन्दा नि बढी भइसक्यो होला पुग्या चाहिँ। अनि यसको लागि चाहिँ अप्लाई यिनीहरू दुईटाको लागि त बरु त्यस्तो झ्याउ भएको थिएन, अनि यसको लागि अप्लाई गर्नु चाहिँ एकदमै धेरै झ्याउ भएको थियो गाइज। किन तपाईँले हेरा मपट्टि? यसको लागि चाहिँ अप्लाई गर्नको लागि एकदमै लङ प्रोसेस थियो। अनि फाइनली यो चाहिँ मैले प्राप्त गरे पनि भइसक्यो त 15 दिन भन्दा नि बढी 15-20 दिन नै भइसक्यो। तर मैले अनबक्सिङ गरेको थिएन किनभने हाम्रो त्यो टाइमिङ पनि मिलाएको थिएन। अनि किन हेरे अनि फाइनली अहिले चाहिँ आइपुगेँ। 15 दिन अगाडि आएको थियो। म भित्र चाहिँ कति धेरै पेसेन्स लेभलले छ भनेर मैले भर्खर थाहा पाएँ कि गाइज। नर्मली मान्छेहरूले त मतलब युट्युबमा चाहिँ 1 लाख सब्सक्राइबर, 50,000 सब्सक्राइबर्स, 1 मिलियन सब्सक्राइबर्स त्यस्तो पुग्दाखेरि सेलिब्रेट गरेर देखिरहेको हुन्थ्यो। अनि मैले चाहिँ यो पाउँदा पनि सेलिब्रेट गरिनँ, यो पाउँदा पनि सेलिब्रेट गरिनँ। अनि फाइनली यो सेलिब्रेट त होइन खासै तै पनि, तर पनि यो आएपछि चाहिँ अब होइन केही न केही त गर्नुपर्छ भनेर एउटा केक चाहिँ काट्दैछु गाइज। सो यस, अब हामी केक काट्छौँ। अब हामी केक खाने ल? के खाने? केक म ल्याउँछु ल। अब हामी केक खान्छौँ गाइज। चिन्देर बस्नु ल। सरप्राइज। अब हामी केक काट्ने ल ल ल गाइज। यो केक चाहिँ हाम्रो बनाउनलाई यस्तो धेरै झ्याउ भयो, तर पनि एकदमै धेरै मलाई चाहिँ खासै त्यो मैले पे गरे अनुसारको चाहिँ खासै केक पाइनँ है। अब इट्स ओके, यो यो अब केकको बारेमा कुरा छोडिदिउँ ल, समाउनु ल। सो गाइज केकको लागि चाहिँ मैले तलपट्टि चाहिँ मेरो युट्युब च्यानलको लोगो राखेको छु। यो चाहिँ युट्युबको लोगो भयो। अनि त्यसपछि यहाँ चाहिँ 10 मिलियन भयो। अनि यो चाहिँ युट्युबको लोगो भयो। अनि यो चाहिँ हाम्रो डायमन्ड प्ले बटन भयो। सो खासै आफूले सोचेको जस्तो चाहिँ भएन छ है केक, तर पनि ठिकै छ। अब ल अब हामी यसरी समाउनु। अर्कोले त लाइटर हुन भयो। आगो बल्छ है, नआत्तिनु। बाल्ने जो घुमाउनु। बधाई छ मेरो नातिलाई, बधाई बधाई छ मेरो नातिलाई, बधाई छ ल। थ्याङ्क यू, धन्यवाद गाइज। सक्यो। अब हामी केक काटौँ ल। केक काट्ने तपाईँ र म ल्याउनु, हात ल्याउनुहोस्। ल त काटे होइन हात ल्याउनु न, दुवैजना मिलेर काट्ने हो क्या। ल बधाई छ है मेरो नातिलाई। यहाँ केक काट्न हामी आइरहेछौँ। ल काट्दैछौँ हामी है, काटिछौँ। बधाई छ मेरो नातिले धेरै प्रगति गरो। बधाई छ ल, बधाई छ, बधाई छ। बधाई नै छ है। बधाई छ। अब केक खानु ल तपाईँ, केक खानु ल है। नखाने है तपाईँलाई नि बधाई छ ल। अलिकति खानु न, मिठो हुन्छ। नखाने म अलिकति मुख मात्र मिठो हुनु। नखाने मिठो खाना मिल्ने खालको भयो। नखाने किन नखाने अलिकति खानुपर्छ क्या। म थोरै आफै भित्र खान्छु। ल समय ल मिठो। So guys, सेलिब्रेसन म खासै सेलिब्रेसन गर्ने मान्छे त होइन, तर पनि यसपालि चाहिँ मलाई मुड चल्यो। किनभने त्यो हत्तपत्त पाइने खासै चिज होइन नि त, त्यही भएर मैले पाएँ। सो म खाम।
सो हाम्रो क्यामेरामा हुनुहुन्छ बिबिसा फुयाल बिबिसा फुयाल म उहाँलाई केक दिँदैछु मेरो नातिलाई बधाई छ बधाई छ बधाई छ मेरो नातिलाई बधाई छ बधाई छ मेरो नातिले धेरै प्रगति गरोस् कसैले जित्न नसकोस् 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 मेरो नातिलाई बधाई छ बधाई छ बधाई छ बधाई छ ल मेरो आमालाई पनि धन्यवाद छ धन्यवाद छ धन्यवाद छ धन्यवाद छ मेरो आमालाई पनि धन्यवाद छ धन्यवाद छ सो गाइज फाइनली हाम्रो चाहिँ त्यही नै हो देखाउनु पर्ने कुराहरू सक्यो थ्याङ्क यू सो मच फर वाचिङ हामीले चाहिँ अनबक्सिङ पनि गरेर सक्यौँ तर यो चाहिँ खत्रै खालको गाइज खत्रै छ कि गाइज यो चाहिँ खत्रै छ यस्तो हेर्नु छ यस्तो हेभी छ यो है फलामकै जस्तो लाग्छ यो चाहिँ खै के को हो तर हेभी चाहिँ हेभी नै छ त्यही हो गाइज यसमा राख्दिनँ अब चाहिँ यसको राख्ने ठाउँ चाहिँ उतै हो अहिले पछि म हजुरलाई राखेर पनि देखाउनेछु सो थ्याङ्क यू सो मच फर वाचिङ धेरै धेरै धन्यवाद सबैजनालाई भन्नु न धेरै धेरै धन्यवाद सबैजनालाई धेरै धेरै धन्यवाद 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 सबैजनालाई धन्यवाद पुरस्कार पायो पायो मेरो नातिले बधाई छ बधाई छ बधाई छ बधाई छ बधाई छ बधाई छ मैले यस्तो गरेको चिज पाएछ मेरो नातिले बधाई छ बधाई छ बधाई छ बधाई छ बधाई छ के छ यहाँ हिरा हिरा हिराको डल्लो त्यो